के तपाईँ पनि यस्तो गल्ती गर्नुहुन्छ? पेसाब आएको बेला नगरेर त्यसलाई टाल्ने या त्यति बेला नगर्ने, यस्तै गर्दै जाँदा तपाईँलाई यी समस्याहरू भविष्यमा हुन सक्छ र यस्तै बार गर्दाखेरि तपाईँको मूत्रथैलीको मसलमा दबाव पर्छ, त्यो कमजोर हुन जान्छ र पछि आफै लिकेज हुन सक्छ। अर्को, धेरै प्रकारका ब्याक्टेरियाहरूको पनि त्यहाँ सङ्क्रमण बढ्न सक्छ र युटिआई युरिनरी ट्र्याक्ट इन्फेक्सन हुन जान्छ। यति नभएर तपाईको मूत्र माथिसम्म मतलब माथि आउने गर्छ, किडनीतर्फ आउने गर्छ र धेरै प्रकारका समस्या किडनीमा ल्याउन सक्छ, जस्तै कि किडनीमा पथरी भइदिने, किडनी फुल्दिने, इन्फ्लेमेसन भइदिने, त्यस्ता प्रकारका समस्याहरू आउने गर्छ। त्यसैले आयुर्वेदमा यो अधारणीय वेग भनिएको छ, भन्नाले हामीलाई रोक्नु पर्दैन। त्यसैले यसलाई नरोकिकन गर्नुपर्ने हुन्छ। यदि खुला ठाउँ छ भने त्यहाँ सावधानी अपनाएर पनि गर्नुपर्ने हुन्छ। त्यसैले यो नरोकिकन बस्नुहोला। धन्यवाद।